विशेष गरी प्राइम नम्बर चिन्ने तरिका र प्राइम नम्बरको बारेमा विस्तृत छलफल गर्न गइरहेका छौँ। प्राइम नम्बर के हो त? प्राइम नम्बर भन्दाखेरि यहाँ हेर्न सक्नुहुन्छ 1 2 3 4 5 6 7 8। 1 लाई 1 ले मात्र जान्छ, मतलब 1 1 जा 1, अरूले जाँदैन। 2 लाई भने 1 र 2 ले जान्छ, 1 2 जा 2, 2 1 जा 2। त्यस्तै 3 लाई 1 र 3 ले मात्र जान्छ। 4 लाई 1 2 र 4 ले जान्छ, 2 2 जा 4 हुनाले 4 लाई चाहिँ 2 ले पनि जान्छ। 5 लाई भने 1 र 5 आफैले जान्छ। 6 लाई 1 2 3 र 6 आफैले जान्छ। 7 लाई भने 1 र 7 दुवैले जान्छ। 8 लाई 1 2 4 र 8 आफैले जान्छ। यहाँ हामीले केही उदाहरणहरू पेश गरेका छौँ। ती उदाहरणमा तपाईले देख्न सक्नुहुन्छ 1 लाई एउटा मात्र अङ्कले गएको छ। त्यस्तै 4 लाई पनि 3टाले गइरहेको छ। 5 लाई हेर्नुस् त, 5 लाई 2टाले मात्र गइरहेको छ। 6 लाई 1 2 3 4वटाले गइरहेको छ। 8 लाई त्यस्तै गरेर 4वटाले गइरहेको छ। योबाट हामीले के बुझ्न सक्छौं भन्दा प्राइम नम्बर भनेको चाहिँ आफू र एकले मात्र यदि भाग जान्छ भनेदेखि त्यसलाई प्राइम नम्बर भनिन्छ। जम्मा दुईटाले जानु पर्यो, एउटाले गएर पनि भएन, दुई भन्दा बढीले गएर पनि त्यसलाई प्राइम नम्बर भन्दैन। त्यसकारणले 2 यस्तो खालको प्राइम नम्बर हो जुन जोरमा छ। सबभन्दा सानो प्राइम नम्बर कुन हो भनेर सोध्यो भने स्मलेस्ट प्राइम नम्बर भनेर सोध्यो भने पनि 2 भनेर जवाफ लेख्ने। त्यसपछि 3 5 7, 7 पछि 11, 11 पछि 13, 13 पछि यसरी क्रमिक रूपमा सोधिरहेको हुन्छ जाँचमा प्रश्न। पछिमा प्राइम नम्बरमा प्राइम नम्बरमा प्राय जसो अघिल्ला 5वटा प्राइम नम्बरको जोडफल कति हुन्छ भनेर सोध्छ। अघिल्ला 5वटा प्राइम नम्बर हुनाले 2 3 त्यस्तै गरेर 5 7 र 11 रहेको छ। यतिलाई जोड्दाखेरि 11 7 कति भयो? 18, 18 5 23, 23 3 26 2 28। यो डाइरेक्ट आफ्नो दिमागमा हुनु पर्यो। अब चाहिँ हामीले जोडेर बस्दैनौँ। एक्जामको लागि चाहिँ अघिल्लो 5वटा प्राइम नम्बरको योगफल 28 हुन्छ भन्ने कुरो अलरेडी थाहा हुनु पर्यो। त्यस्तै अघिल्लो 10वटा प्राइम नम्बरको योगफल कति हुन्छ भन्यो भने हामी यसरी जोडेर बस्दैनौँ। यसको सही जवाफ रहेको छ 129 हुन्छ भनेर लेख्नुस्। जोडेर बस्दा हामीलाई टाइम पुग्दैन। 45 मिनट 1 घण्टाको 100वटा 50वटा प्रश्नको जवाफ दिनुपर्ने हुन्छ। त्यसकारणले हामीसँग त्यत्रो टाइम हुँदैन। त्यसकारणले दिमागमा पहिले अलरेडी लिने 5वटा अघिल्ला प्राइम नम्बरको योगफल 28 हुन्छ भने 10वटा अघिल्ला प्राइम नम्बरको योगफल 129 हुन्छ। त्यस्तै गरी अर्को कमन क्वेशन रहेको छ जुन दोहोरिरहेको हुन्छ। 1 देखि 100 सम्म कतिवटा प्राइम नम्बर हुन्छ भनेर सोध्छ। यो पनि हामीले जोडेर गणेर साध्य लाग्दैन जाँचको बेलामा। त्यसकारणले अलरेडी दिमागमा सेट गर्ने 25वटा प्राइम नम्बर हुन्छ। 25वटा प्राइम नम्बर हुन्छ, यति कुरो जान्नु पर्यो। अब त्यस्तै प्राइम नम्बरको च्याप्टरबाट अर्को एकदमै रिपिटेड प्रश्न विभिन्न संस्थानतिर आइरहेको हुन्छ। एउटा कन्सेप्ट लिनुहोस्, को प्राइम भनेको र अर्को रहेको छ ट्विन प्राइम। यो शब्द प्राय बुकहरूले पनि लेखेको हुँदैन र ट्युसन सेन्टरहरूमा पनि त्यति पढाइदैन। त्यसकारणले तपाईलाई यो अनौठो लाग्न सक्नेछ, तर प्रश्न जाँचमा सोधिसकेको हुनाले ट्विन प्राइम भनेको कस्तो प्राइम त भन्दा ती दुई प्राइमहरू हो, त्यो दुईटा प्राइम नम्बर नै हुनु पर्यो। 5 7 11 जस्ता नम्बरहरू हुनु पर्यो। त्यसमा 12 15 जस्ता नम्बरहरू भएर भएन। त्यसकारणले त्यस्ता दुईटा प्राइम नम्बरहरू जसको अन्तर चाहिँ 2 रहेको छ, अन्तराल चाहिँ 2 रहेको छ भने त्यसलाई ट्विन प्राइम भनिन्छ। जस्तो प्राइम नम्बरमा नि हेर्नुस् त 5 र 7 को अन्तर, यी दुईटा प्राइम नम्बर पनि हुन् र यसको अन्तर 5 मा 7 मा 5 घटाउँदा 2 आउँछ। त्यस्ता किसिमका नम्बरहरू जस्तै 11 र 13 यो दुईटा प्राइम नम्बरहरू ट्विन प्राइम हुन्।
देखाएका मध्ये कुन चाहिँ ट्विन प्राइम होइन भनेर जाँचमा सोधिएको प्रश्न हो। त्यसपछि अर्को रहेको छ को प्राइम भन्छ। को प्राइम भनेको चाहिँ कस्तो खालको प्रश्न हो भन्दाखेरि दुईटा नम्बर दिइन्छ र त्यो दुईटा नम्बरको फ्याक्टर्सहरू एक आपसमा दोहोरिएका छैनन् भनेदेखि त्यसलाई को प्राइम भनिन्छ। जस्तो 9 र 16 को हेर्नुस् त, 9 र 16 को फ्याक्टर निकाल्यो भने 9 लाई र 16 लाई जाने भनेको 3 × 3 हुन्छ, 3 तिया 9 हुन्छ। त्यस्तै 16 लाई कति हुन्छ त 2 × 2 × 2 × 2 हुन्छ हैन। त्यो गर्दाखेरि यहाँ 2 आयो, त्यहाँ 2 आएको छैन। यसरी एकअर्कासँग नगाबिनी गरेर फ्याक्टर्सहरूको गुणनफलले त्यो संख्या तयार हुन्छ भनेदेखि त्यसलाई को प्राइम भनिन्छ। यो कन्सेप्ट पनि बुझ्नु होला, कहिले कहिले झुक्काउनका लागि सोध्न सक्छ। त्यस्तै प्राइम नम्बरबाट अर्को सोध्ने गरेको छ सिरिजतिर। सिरिज जुन छ, हामीले सिरिज भने तपाईलाई थाहा छ नि हैन, सिरिज एकदमै इम्पोर्टेन्ट प्रश्न। सिरिजको चाहिँ यो चित्रात्मकमा पनि सिरिजकै रूपमा आएको हुन्छ, शब्दमा पनि आइरहेको हुन्छ। त्यसकारणले गर्दा सिरिज इम्पोर्टेन्ट छ। सिरिज भने जस्तो 1 पछि 3 आयो, 3 पछि 5 आयो, 5 पछि 7 आयो, 7 पछि 9 आयो, 2 को अन्तरमा भएको कारणले अब आउने अङ्क पनि 11 हो भनेर लेखे जस्तै। त्यस्तै गरेर 1 पछि 2 आयो, 2 पछि 4 आयो, 4 पछि 7 आयो, 7 पछि 11 आयो। यहाँनिर के छ त, अब 11 पछि के आउला भनेर कसरी सोध्यो भने 1 मा यहाँ 1 को फरक, यहाँ 2 को फरक, यहाँ 3 को फरक, यहाँ 4 को फरक, त्यसपछि अब के को होला 5 को फरक भनेर हामीले जसरी सिरिजको हिसाब गर्थ्यौं र 11 मा 5 जोड्दाखेरि 16 आउँछ, 16 एन्सर भनेर यस्ता किसिमका र यो भन्दा अलि डिफिकल्ट पढ्नु पर्ने हुन्छ। त्यस्तो किसिमको सिरिजमा कहिले कहिले हामी चाहिँ जोड्न, घटाउन, गुणन गर्नतिर लाग्छौं, तर त्यहाँ प्रश्नले के गरिदिन्छ त भन्दा 2 पछि चाहिँ लगतै 3, 3 पछि 5, 5 पछि 7, 7 पछि एकैचोटि 11, 11 चोटि त्यसपछि 13 र 13 पछि वाट भनिदिन्छ। अब हामीहरू दिमाग घुम्न थाल्छ, 1 को फरक देखिन्छ, 2 को फरक देखिन्छ, 4 आउँछ, फेरि 4 को फरक, फेरि 2 को फरक। अब कहाँबाट होला यो गुणन गर्ने कि भाग गर्ने, हाम्रो दिमाग टक्क लाएर यो प्राइम नम्बरबाट सोधिरहेको छ र प्राइम नम्बरको लिस्टहरू निकालिरहेको छ यसले भन्ने बुझ्न सक्यौं भने एकैचोटि फ्याट्टै एन्सर 17 हो भनेर लेख्न सक्छौं। यो उदाहरणलाई पनि तपाईले एक्जाम दिनु अगाडि ख्याल राख्नु होला। अब त्यस्तै प्राइम नम्बरमा प्राइम नम्बर देखाएका मध्ये कुन चाहिँ प्राइम नम्बर होइन भनेर सोधिन्छ। यो प्राइम नम्बर हामीले साना साना नम्बरहरू त चिन्न सजिलै भयो। जस्तो 13 लाई केले भाग जान्छ जान्दैन भन्दाखेरि त 2 देखि 2 ले जान्दैन, 3 ले जान्दैन, 4 ले जान्दैन, 5 ले जान्दैन, 6 ले जान्दैन, 7 ले जान्दैन, 7 दुना 14 भयो, 8 ले जान्दैन, 9 ले जान्दैन, गर्दै गर्दै हामीले 13 लाई केले पनि भाग जान्दैन, 1 र 13 बाहेक अरूले जान्दैन भनेर सजिलै छुट्याउन सकिन्छ। तर कहिले कहिले 113 लाई चाहिँ जान्छ जान्दैन भनेर सोध्यो यदि प्रश्नले भने त्यो अवस्थामा कसरी हामीले क्विक एकदमै छिटो एकदमै ट्रिक लगाएर यो प्राइम नम्बर हो कि हैन भनेर पत्ता लगाउनु त। त्यसका लागि हामीले दुईटा चरण बुझ्नुपर्ने हुन्छ। त्यो दुईटा चरण अब म सहजै तरिकाले सिकाइदिन गइरहेको छु, ध्यान दिएर सुन्नु होला। सुरुवातमा हामीलाई जो हामी आइक्यू तयारी कक्षा लिइरहेका छौं अथवा आइक्यू को विद्यार्थीको रूपमा आफूलाई प्रस्तुत गरिरहेका छौं, ती विद्यार्थीले कम्तीमा 1 देखि 20 सम्मको स्क्वायर नम्बर जुन छ त्यो चाहिँ दिमागमा खर्र एक सासले भन्न सक्ने स्थितिमा पुगेको हुनै पर्छ। त्यो भएमा धेरै ठाउँमा काम आउँछ यो स्क्वायर र अर्को रहेको छ क्यूब। 1 देखि 10 सम्मको चाहिँ क्यूब चाहिँ दिमागमा लिएर हिँड्नुपर्छ आइक्यू पढ्न जाँदाखेरि, किनभने त्यो सिरिजमा पनि काम लाग्छ, त्यो अन्य अरू च्याप्टरहरुमा पनि काम लाग्छ, जहाँ पनि फाइन्डिङ नम्बर्समा समेत त्यो एकदमै इम्पोर्टेन्ट भएर आइदिन्छ। र यसमा पनि इम्पोर्टेन्ट छ स्क्वायरको मामिला चाहिँ। अब त्यसका लागि हामी स्क्वायरको मामिलामा चाहिँ 1 देखि 20 सम्मको यदि हाम्रो दिमागमा छ, जस्तो कि 1 को 1 भयो, 2 को 4 भयो, 3 को 9 भयो, 4 को 16 भयो, 5 को 25 भयो, 6 को 36 भयो, 7 को 49 भयो, 8 को 64 भयो, 9 को 81 भयो, 10 को 100 भयो, 11 को 121 भयो, 12 को 144 भयो, 13 को 169 भयो। यसरी एवं रीतले 196 हुँदै 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 गरेर हामीले 20 सम्मको चाहिँ कन्ट्रोल गर्नु पर्यो। ल यहाँ 113 प्राइम नम्बर हो कि हैन भनेर पत्ता लगाउनु पर्ने स्थिति छ। त्यस्तो अवस्थामा चाहिँ हामीले के गर्न सकिन्छ त भन्दा 113 भन्दा माथिल्लो
स्क्वायर नम्बर कुन छ त 113 भन्दा माथिल्लो स्क्वायर नम्बर 11 अर्थात् 121 सम्म रहेको छ 121 चाहिँ 113 भन्दा ठुलो हो यो 100 भन्दा माथि छ 121 चाहिँ 113 भन्दा जस्ट ठुलो छ त्यसकारणले 121 के को स्क्वायर हो त भन्दा 11 को स्क्वायर चाहिँ 121 रहेको छ त्यसकारणले हामीले अब यतातिरलाई छोडेर 11 सम्म मात्र चेक गर्ने अरु पर्दैन अब सम्म मात्र चेक गर्ने 11 सम्म मात्र चेक गर्ने प्राइम नम्बर हो कि हैन भनेर चेक गर्नलाई 1 देखि 11 सम्म जान्छ भने यो प्राइम नम्बर होइन जाँदैन भनेदेखि यो प्राइम नम्बर हो हामीले अब 13 ले जान्छ कि जाँदैन 19 ले जान्छ कि जाँदैन 20 ले जान्छ कि जाँदैन त्यतातिर हामी लाग्नै पर्दैन यो ट्रिक हो 113 भन्दा ठुलो स्क्वायर नम्बर पत्ता लगाउने र त्यो के को चाहिँ कुन चाहिँ त्यसको वर्गमूल हो त्यसको चाहिँ स्क्वायर रुट कुन हो त्यो चिनिसकेपछि त्यो भन्दा साना फेरि सबै अङ्कले गर्ने हैन यहाँ भ्रम नपर्नुस् यहाँ अब 1 देखि 11 सम्म भनेको 1 ले नि गर्ने 2 ले नि गर्ने 3 ले नि गर्ने 4 ले नि गर्ने 5 ले नि गर्ने होइन नो यसलाई गर्ने भनेको प्राइम नम्बरहरूले मात्र गर्ने 1 देखि 11 सम्म भनेको मतलब 2 ले गर्ने चेक गर्ने 3 ले चेक गर्ने त्यसपछि 5 ले चेक गर्ने 7 ले चेक गर्ने र 11 ले चेक गर्ने यतिले गयो भने त्यो प्राइम नम्बर हो यतिले जाँदैन भनेदेखि कुनै पनि अङ्कले कहिले पनि यसलाई भाग जाँदैन भन्ने हामीले बुझ्नु पर्दछ त्यसकारणले अब यसको म गरेर देखाउँछु हेर्नुस् है त अब हेर्नुस् अब मैले अघि भनेको थिएँ नि तपाईलाई दुईटा ट्रिक चाहिन्छ भने अर्को ट्रिक याद गर्नुस् अब 2 ले भाग जाने संख्याहरू कुन कुन हुन् त 2 ले भाग जाने भनेको चाहिँ जुन जोर संख्या रहेको छ जोर भने इभन भनेको 0 2 4 6 8 लास्टमा आएको अगाडि जति सुकै अंक भए पनि लास्टमा 0 2 4 6 8 आएको छ भनेदेखि त्यो इभन संख्या हो र इभन संख्यालाई 2 ले अनिवार्य भाग जान्छ यदि इभन होइन र अड हो भनेदेखि लास्टमा 1 3 5 7 9 रहेको छ भनेदेखि त्यो अवस्थामा जहिले पनि 2 ले भाग जाँदैन 2 ले भाग जाँदैन यो के हो 1 1 3 लास्टको 3 हेर्नुस् त यो 3 त अड हो 113 अड संख्या हो त्यसकारणले यो बिजोड संख्या भएको कारणले 2 ले भाग जाँदैन सर्लक्कै चिन्यो 2 ले भाग जाने तरिका चिन्न सक्नु भयो नि हो त्यस्तै गरी अब 3 ले चाहिँ भाग जाने संख्या कसरी चिनिन्छ त 3 ले भाग जाने संख्या हो कि हैन भनेर चिन्नका लागि जति नै ठुलो अंक भए पनि म एउटा उदाहरण दिन्छु 621 लाई 3 ले भाग जान्छ जाँदैन 621 लाई 3 ले भाग जान्छ जाँदैन भनेर पत्ता लगाउनलाई दिएका अंक 6 + 2 + 1 गर्नुस् जोड्दाखेरि 9 आयो 9 आयो भनेपछि 9 लाई 3 ले भाग जान्छ 9 लाई 3 ले भाग जान्छ यसको मतलब 3 ले 621 लाई पनि भाग जान्छ जति ठुलो अंक भए पनि ती अंकहरूलाई जोड निकाल्नुस् र जोड्दाखेरि त्यो 3 ले भाग जाने अंक बन्छ भनेदेखि त्यो 3 ले भाग जान्छ जस्तो अर्को उदाहरण म अर्को दुईटा उदाहरण दिन्छु 745 लाई 3 ले भाग जान्छ कि जान्दैन त 745 अब हेर्नुस् त यो 745 यो 745 लाई 3 ले भाग जान्छ कि जान्दैन कसरी चिन्ने त भन्दा 7 + 4 + 5 गर्नुस् 7 मा 4 जोड्दा 11 11 मा 5 जोड्दाखेरि कति हुन्छ 11 मा 5 जोड्दा 16 हुन्छ 16 लाई 3 ले भाग जान्छ त जाँदैन त्यसकारणले यो 745 लाई 3 ले भाग जाँदैन अझै थप एउटा उदाहरण दिन्छु म लामो अंक दिन्छु 3 4 5 6 7 34567 लाई 3 ले भाग जान्छ कि जाँदैन त यसका लागि 3 + 4 + 5 + 6 + 7 गर्नुस् दिएका अंकलाई जोड दिनुस् बस त्यति हो 4 3 7 5 12 12 6 18 18 7 25 25 लाई 3 ले भाग जाँदैन त्यसकारणले 34567 लाई पनि 3 ले भाग जाँदैन यति चाहिँ क्षमता तपाईले राख्नु पर्ने हुन्छ 2 ले भाग जाने अंक कुन हो 3 ले भाग जाने अंकहरू कुन कुन हुन् संख्याहरू कुन कुन हुन् भनेर चिन्नु पर्ने हुन्छ त्यस्तै गरेर 2 3 पछि अब हेर्नुस् त 1 + 1 2 भयो 2 मा 3 जोड्दाखेरि 5 भयो त्यसकारणले 113 लाई 3 ले पनि भाग जाँदैन यसरी चिन्नु पर्यो अब 5 ले भाग जाने संख्या चाहिँ कुन हो त भनेर कसरी चिन्ने त लास्टमा अंकको अन्तिममा 0 वा 5 आएको छ भनेदेखि त्यसलाई सबैलाई 5 ले भाग जान्छ जस्तो 10 20 30 40 50 हरुमा लास्टमा 0 आएको छ 20940 मा पनि लास्टमा 0 आएको छ वा 20945 मा पनि 5 आएको छ जहाँ लास्टमा 0 र 5 आएको छ त्यहाँ 5 ले डिभाइड जान्छ 5 त्यसको फ्याक्टर हो भनेर बुझ्नुस् नत्र भनेदेखि त्यो बाहेकका अरु जतिसुकै अंक आए पनि
त्यो 5 ले भाग जाँदैन भनेर चिन्नु पर्यो। त्यसकारणले हेर्नुस् त यहाँ 113 3 आएको छ, 5 आएको छैन। यहाँ 115 हुन्थ्यो त 5 ले भाग जान्थ्यो, वा 120 हुन्थ्यो त 5 ले भाग जान्थ्यो। तर यहाँ आज 113 छ। 113 भएको कारणले यसलाई 5 ले पनि भाग जान्दैन। अब 7 र 11 को सवालमा चाहिँ कस्तो हो त भन्दा 7 र 11 को सवालमा चाहिँ 7 ले 113 लाई भाग गरिदिनुस्। 113 लाई भाग गर्दाखेरि निशेष भाग गयो कि गएन त्यति चाहिँ इम्पोर्टेन्ट हो। यसको चाहिँ तरिका भनेर ट्याक्कै तरिका त्यस्तो ट्याक्कै मिल्ने खालको तरिका त्यति साह्रो बजारमा आइसकेको छैन। यसका लागि चाहिँ 7 ले 11 लाई एकचोटि गयो, 7 × 7 गर्दाखेरि 4 र 3 43 बाँकी रह्यो, अनि 7 छक्का 42 भयो। 42 हुँदाखेरि घटाउँदा 1 रह्यो र यो शेष रह्यो, 1 शेष रह्यो। यसका मतलब 7 ले निशेष ट्याक्कै भाग गएन। त्यसकारणले 7 ले पनि 113 लाई भाग गएन, हामीले काटिदिसक्यौँ। अब 11 को पालो रहेको छ। 11 को सवालमा चाहिँ 11 ले 113 लाई भाग जान्छ कि जाँदैन भन्दाखेरि 11 × 11। अब लास्टमा रहेको छ 11 ले 113 लाई जान्छ कि जाँदैन भन्दाखेरि यो 11 ले 113 लाई चाहिँ 11 हुन्छ, 110 हुन्छ। बाँकी रह्यो 3 चाहिँ यसको शेष रहिसकेको र त्यसकारणले 11.110 भएको भए चाहिँ 11 लाई जान्थ्यो, तर 113 रहेको छ, त्यसकारणले 11 ले भाग गएन। अब हामीले इक्जाममा प्राइम नम्बर हो कि होइन भनेर सोध्यो भनेदेखि डाइरेक्ट त्यसको भन्दा अघिल्लो वर्ग संख्या निकाल्ने र त्यसको वर्गमूल भन्दा तलका प्राइम नम्बरहरूको आधारमा मात्र हिसाब गर्न सकिन्छ।